जय मसी सबैलाई सन्चै हुनुहुन्छ होला। हामी फेरि यसरी तपाईँहरूसँग सङ्गति गर्न पाउँदा साँच्चै अघि मेरो श्रीमतीले भने जस्तै एकदम हामी खुसी छौँ। मैले केही समयदेखि कति बाइबलका भर्सहरू बाइबलको अध्ययन गर्ने क्रममा अलिकति गहिराइमा गएर कसरी बुझ्न सकिन्छ होला बाइबलका कुराहरूलाई बुझ्नको लागि आफैभित्र त्यसमा घोत्लिने, आफैभित्र त्यसलाई अलिकति मनन गर्ने गरिरहेको छु। त्यसरी सिक्दैछु आफैसँग। कतिचोटि त्यसरी पनि परमेश्वरले नयाँ नयाँ प्रकाश दिनुहुँदो रहेछ। हामीसँग धेरै अप्सनहरू छन् सिक्ने। हामी कहिले युट्युबका भिडियोहरू हेरेर सिक्छौँ, कतिचोटि मण्डलीमा गएर सिक्छौँ, कतिचोटि अरूका वचनहरू सुनेर सिक्छौँ, विभिन्न तरिकाले सिक्छौँ। तर कहिलेकाहीँ आफ्नै मनबाट सिक्नु नि, मनसँग सोधेर सिक्नु, आफैभित्र त्यो घोत्लिएर मनन गरेर रिफ्लेक्सन गरेर सिक्नु चाहिँ एकदम महत्त्वपूर्ण कुरा हुँदो रहेछ। त्यसैले आज चाहिँ मैले यहाँहरूसँग विशेष गरी यो मत्तीको पुस्तक 11 अध्यायबाट तपाईँहरूको बिचमा 28 देखि 30 सम्म, मत्तीको पुस्तक 11 अध्याय 28 देखि 30 सम्म एउटा खण्डलाई लिएर आएको छु। त्यसमा 4वटा कुराहरू विशेष गरी हामी पाउन सक्छौँ। Come, take, learn and rest. आओ, ल्याऊ, सिक र विश्राम लिऊ। यी 4वटा कुराहरूमा मैले आफैलाई यो हप्ताभरि सोच्दै गर्दा, घोत्लिँदै गर्दा, आफैभित्र मनन गर्दै गर्दा धेरै कुराहरू परमेश्वरले सिक्ने मौका दिनुभयो। त्यही कुरा तपाईँहरूसँग बाँड्न चाहन्छु आज। यो खण्डमा यसरी लेखेको छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जो आफूमाथि ल्याऊ, मसँग सिक, किनभने म विनम्र कोमल हृदयको छु अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो छ, मेरो भारी हल्लुको छ। प्रार्थना गर्नु। परमेश्वर पिता, तपाईँलाई साँच्चै धन्यवाद। यो बिहानी तपाईँ परमेश्वरले आफ्नो वचन दिनुभयो। तपाईँको पवित्र वचन, शक्तिशाली वचनद्वारा हामी सबैलाई बुझ्नलाई सहायता गर्नुहोस्। हाम्रो आत्माहरूमा काम गर्नुहोस् प्रभु। तपाईँको आत्माले नै बुझाइदिनुहोस् प्रभु हामीलाई यो वचन। अनि हामी तपाईँको प्रकाशद्वारा तपाईँबाट सिक्नलाई, तपाईँलाई पछ्याउनलाई, तपाईँमा तपाईँले जे बोक भन्नुभएको छ त्यो कुरा बोक्नलाई अनि विश्राम पाउनलाई सिकाउनुहोस्। येशू प्रभुको नाममा आमेन। यो खण्ड पढ्दै गर्दा नि विशेष गरी हे सबै थाकेका र बोझले दबिएकाहरू हो भन्ने शब्द यो पहिलो खण्ड हेर्दै गर्दा यसमा 9वटा कुराहरू छन्। विशेष मैले 4वटा कुरालाई मात्रै विशेष जोड दिएको छु। यसमा 9वटा पोइन्टहरू एकदम इम्पोर्टेन्ट पोइन्टहरू छ। पहिलो थाकेका र बोझले दबिएका, दोस्रो म कहाँ आओ भन्नुभएको, दोस्रो, तेस्रो तिमीहरूलाई विश्राम दिनेछु, चौथो मेरो जुवा मेरो जुवा आफूमाथि ल्याऊ, पाँचौं मबाट सिक, छैटौं म विनम्र र कोमल हृदयको छु, सातौं तिमीहरूले आफ्नो आत्मा विश्राम पाउनेछौ, आठौं मेरो भारी हल्लुङ्गो छ, मेरो जुवा सजिलो छ। यो 9वटा कुराहरूलाई हामी पाउँछौँ यति खण्डमा। तर मैले आज 4वटा कुरालाई विशेष जोड दिनेछु। त्यसमा यो पहिलो खण्डमा हेर्दा बोझले दबिएका र भारले थिचेका अथवा थाकेका र बोझले दबिएकाहरू हो। यो दुईटा कुरा हेर्दै गर्दा मलाई के लागेको भने थाकेका, बोझले दबिएका अथवा बोझले लादिएका, यसमा वेरी एन्ड बर्डन भनेको छ इङ्ग्लिसमा, होइन? हामी श्रीमान श्रीमती फ्रेङ्कफर्टमा बस्दाखेरि अथवा यात्रा गर्दाखेरि कहीँ गर्दाखेरि दिनभरि कतै गयो, यात्रा गर्यो अथवा केही गर्यो, अनि काम हुन्छ, कामहरू गर्यो, अनि आज त मलाई एकदम थकाइ लागेको छ, थाकेको छु म भन्नुहुन्छ। मलाई किन भित्रैबाट थकाइ लागिरहेको छ भन्छु म, होइन? त्यस्ता कतिचोटि आउँछ नि मानिसको जीवनमा, थकाइ लाग्छ, शरीरमा थकाइ लाग्छ। काम गर्नुहुन्छ धेरैजना यहाँ, तपाईँ शरीरमा थाक्नुहुन्छ होला, घरमा आउनुहुन्छ, श्रीमतीलाई भन्नुहुन्छ होला
श्रीमती आज त म त एकदम धेरै थाकेको छु भन्नुहुन्छ होला। श्रीमती काम गर्न जानुहुन्छ, आफ्नो श्रीमानलाई सुनाउँ, छोराछोरीलाई सुनाउँ, मलाई आज थकाइ लागेको छ, म खाना पकाउँदिनँ है, आज तिमीहरूले पकाऊ भन्नुहुन्छ होला। हामी शरीरमा एकदम धेरै थाकिरहेका हुन्छौँ, विभिन्न कारण हुन्छ। तर यहाँ भन्न खोजेको कुरा हे थाकेका र बोझले दबिएकाहरू भनेको छ नि। हाम्रो थकान के कुराले गरिरहेछ? यो चाहिँ आत्माको थकाइको कुरा गरिरहेछ। आत्मामा थाकेका र बोझले दबिएकाहरू म तिमीहरूलाई आत्मामा विश्राम दिन्छु भन्नुहुन्छ नि। हामीलाई हाम्रो आत्मामा थकान के कुराले लागिरहेको छ होला आज? के तपाईँ र म आत्मामा थाकिरहेका छौँ आज? थकान फिल भएको छ तपाईँलाई? बोझले दबिएको जस्तो भएको छ कि छैन? डेफिनेटली आज संसारमा सबै मानिसहरू थाकिरहेका छन्, बोझले दबिरहेका छन्। शरीरमा मात्रै होइन, आत्मामा पनि यति थकान छ। मैले यो कुरा हेर्दै गरेर संसारको उसलाई हेर्दै थिएँ। वर्ड शब्दहरूलाई हेर्नुहोस् त। हार्डसिप, कठिनाई, सफरिङ, लोनलीनेस, पेन, प्रब्लम्स, सोलिट्युड, सैडनेस, पेंसिव, थॉटफुल, physical breakdown, anxiety, problems, addiction, adversity, worry, strain, despair, agony, stress, heartbroken. कति हजारौं वर्डहरू यहाँ तपाईँ पढ्न पाउनुहुन्छ। यी सयौं वर्डहरूको बीचमा यी कुनै पनि कुराबाट हामी टाढा छौँ त? कहिले हामीलाई एकदम कठिन परिस्थितिहरू आएको छ, कहिले डिप्रेसनमा गएका छौँ हामी, कहिले स्ट्रेसफुल लाइफ भएको छ, कहिले एलोन एकदम लोनली फिल हुन्छ, कोही छैन मेरो त मनको कुरा साट्ने पनि, कोही भइदिए हुन्थ्यो जस्तो लाग्छ। कहिले अमेरिकामा बित्थामा आइसु कस्तो एक्लै हुँदो रहेछ, कोही पनि छैन जस्तो लागेको होला कतिजनालाई होइन? उतै भएको भए त कम्तीमा साथी हुन्थ्यो जस्तो नि हुन्छ। नेपालको याद गर्नुहुन्छ, धेरैजना मैले भेटेको छु। कति मेन्टल पेनको कुरा छ, एक्सप्रेसन होइन। यति धेरै समस्याले गाँजेको संसार छ। यो संसारलाई फर्केर हेर्यो भने यी सबै मेन्टलसँग सम्बन्धित, मानसिक कुरासँग, हृदयसँग, आत्मासँग सम्बन्धित थकानका कुरा, यी कुराहरूले हामीलाई थकाइरहेको छ आज संसार। यिनै कुराहरू हुन्। अनह्याप्पी, यो भन्दा बाहिर गएर जिउन सकेकै छैनौँ हामी आजको संसार। यी कुराहरू भन्दा बाहिर गएर हामी जिउन सकेका छैनौँ। मैले एउटा सर्वेको डेटा हेर्दै थिएँ। 970 million people worldwide and 57.8 million people in the US living with mental issues. Can you imagine? आज संसारमा भएको कति मान्छेहरू चाहिँ मानसिक समस्या लिएर बाँचेका छन् अरे संसारमा? संसारमा 970 मिलियन भनेकोलाई नेपालीमा कतिमा भन्नुपर्छ मलाई थाहा छैन। 970 मिलियन भने कति हो? करोड करोड मानिसहरू मानसिक समस्यामा बाँचिरहेका छन्, मानसिक समस्याको शिकार भएका छन्। अमेरिकामा मात्रै, अमेरिका भित्र मात्रै 57.8 million people are living with mental issues, mental health issues, mental depression. Result, त्यो भन्दा तल्लो लाइनमा मैले अर्को कुरा पत्ता लगाएँ अथवा हेर्दै थिएँ। 746,000 भनेको 7,46,000 मान्छे प्रत्येक वर्ष संसारमा आत्महत्या गरेर मर्छन्, सुसाइड गरेर मरिरहेका छन्। एक वर्षमा 7,46,000 मान्छे आफैले आफैलाई सिध्याइरहेका छन्। अनि अमेरिकामा मात्रै 49,000 मान्छेले सुसाइड गर्छन् प्रत्येक वर्ष। Every year 49, about 49 years people are there killing themselves only in America. मैले अझ खोजेको भेटिन्थ्यो होला, नेपाली कम्युनिटीको सुसाइड रेट पनि देखिन्थ्यो होला। सुनिराख्नु भएको हुन्छ तपाईहरु, कति नेपालीहरूको बीचमा पनि विभिन्न स्टेटहरुमा पल्ना ठाउँमा पल्ना मान्छे झुन्डेर मर्यो अरे, यसो गरेर आफैलाई गोली हान्यो अरे सुनिराखेका हुन्छौं है। नेपालीहरूको बीचमा, नेपाली कम्युनिटी कति मान्छे
मेन्टल हेल्थको शिकार भइरहेका होला। कति मान्छे सुसाइड गरेर मरे। किन यो सबै भइरहेको छ? यो पिक्चर किन मैले देखाउँदैछु? किन भन्दा मान्छे बोझले दबिएको छ, भारले थिचिएको छ। बाइबलको पदले जुन कुरा अघि हामीलाई के अरे मत्ती 11 अध्यायमा भन्यो 28 पदमा, हे सबै थाकेका र बोझले दबिएकाहरू, जुन यसले सम्बोधन गर्नुभएको छ त्यो सम्बोधन तिनै मानिसहरूलाई थाकेका र बोझले दबिएका। आज तपाईँ र म पनि संसारमा कति पटक थाकेका छौँ, बोझले दबिएका छौँ, बोझले थिचेको छ। अनि हामी के गर्छौँ? उठ्नै नसक्ने गरी, त्यसबाट उठ्नै नसक्ने गरी आफूलाई हरेस खाएको महसुस गर्छौँ। अनि मानिसहरू केही कुराबाट आशा नदेखेपछि अनि आफैलाई सिद्ध्याउँछ। यो सानो नम्बर होइन, 39,000 मान्छे प्रत्येक वर्ष अमेरिकामा मर्छन्, आफैले आत्महत्या गरेर मर्छन् भन्ने कुरा साधारण कुरा होइन। संसारमा 7,46,000 मान्छे प्रत्येक वर्ष संसारभरि आत्महत्या गरेर मर्छन्, साधारण कुरा होइन। परमेश्वरले मानिसलाई त्यसको निम्ति बनाउनु भएको होइन। तर संसारको यो पिक्चर हेर्दाखेरि हामी के थाहा पाउँछौँ भने संसार चाहिँ बोझले दबिएको छ, थाकेको छ। हामी यो थकित संसारमा जिरहेका छौँ। मानिसहरू थाकेका छन्, शरीरमा होइन। शरीरमा तपाईँ 10 घण्टा 15 घण्टा काम गरे पनि कतिचोटि तपाईँलाई फ्रेस फिल हुन सक्छ। शरीरको थकान छ भने एकदम छ भने तपाईँ डक्टरकोमा जानुभयो, डक्टरले तपाईँलाई भाइटामिन डी डिफिसियन्सी भन्न सक्छ, के भन्न सक्छ, औषधि देला होइन, इनर्जी देला। तपाईँ ड्राइभिङ गर्दा थाक्नुभयो भने ग्यास स्टेसनमा रोकेर इनर्जी ड्रिङ्क लिएर पुरा दिनुहुन्छ होला, कफी खानुहुन्छ होला, अलिकति भए पनि इनर्जी पाउनुहुन्छ। आत्मामा थाकेको कुरा के गर्नुहुन्छ? जब आत्मामा थाक्नुहुन्छ, जब मेन्टल्ली मानसिक रूपमा थकित हुनुहुन्छ, के गर्नुहुन्छ? यसुले के भन्नुभयो? कम टु मी, म कहाँ आओ। यसुले बोलाउनु भयो। यसुले भन्नुभयो म कहाँ आओ, कम टु मी, राइट? आज संसारमा तपाईलाई बोलाउने कति मानिसहरू छन्? कसले बोलाइरहेको छ? संसारले बोलाउँछ, तर के का लागि? यसको रिजल्ट हामी पछि देख्छौँ। तपाईँ कसैको उमा जानुहुन्छ, नसोधिकन पर्मिसन बिना कसैको टेरिटोरी, कसैको एरियामा जानुहुन्छ भने उसले के भन्छ तुरन्तै? गो आउट, कम टु मी भन्छ कसैले, भन्दैन गो आउट। तर यसुले तपाईँलाई कम टु मी भन्नु, म कहाँ आओ भन्नुभयो। पिताले मलाई दिनुहुने सबै म कहाँ आउनेछन् र म कहाँ आउनेलाई कुनै रीतिले पनि म त्याग्ने छैन। आमेन। पिताले दिनुहुने सबै म कहाँ आउनेछन् र म कहाँ आउनेहरूलाई म कुनै रीतिले पनि त्याग्ने छैन। कस्तो पावरफुल इन्भिटेसन छ यसुको, विचार गर्नुहोस् त। कम टु मी, जो म कहाँ आउँछ त्यसलाई म त्याग्ने छैन। आज संसारमा त तपाईँले एकदमै माया गरेर, एकदमै प्रेम गरेर कसैलाई इन्भिटेसन दिएर तपाईँको जीवनमा बोलाएको मान्छेलाई पनि बिचैमा त्यागिदिनु मान्छेले त्याग्न सक्छ। घरमा बोलाएको पाहुनालाई पनि पहिलो दिन मिठो मिठो दिएर एकदम स्वागत गरेको पाहुना पनि 2 दिन 3 दिन हुँदै गएपछि कति बेला जान्छ यिनीहरू? जाने कुरै भन्न थाल्छौँ होइन? हामी मानवीय स्वभाव हो नि त, हामी भन्छौँ। इभन आफैले जन्माएको छोराछोरीलाई पनि बढ्दै गएपछि, हुर्कँदै गएपछि अब तिमीहरू आफै गरी खाने भयो, कति बाबुआमाको घरमा बस्छौ, जाऊ भन्नुपर्ने दिन आउँछ। तर यसुले के भन्नुभयो? जो म कहाँ आउँछ कुनै रीतिले पनि म त्यसलाई त्याग्ने छैन। प्रकाशको पुस्तकमा उहाँले भन्नुभयो, म ढोकामा उभिएर ढकढक्याउँछु, जसले मेरो स्वर सुन्छ र हृदयको ढोका खोलिदिन्छ उसकी भित्रमा आउनेछु, उसँग बास बस्नेछु र उसँगै खानेछु। तपाईँ र मलाई यसुले दिएको यो इन्भिटेसन, यो निमन्त्रणा साधारण निमन्त्रणा होइन। अरूले दिए जस्तो साधारण निमन्त्रणा होइन।
परमेश्वरले तपाईँलाई मलाई जीवनकालभरिको लागि जीवनभरिको लागि दिनुभएको निमन्त्रणा प्रत्येक थाकेका र बोझले दबिएकाहरूलाई हो। म कहाँ आओ, म कहाँ आओ, म त्याग्ने छैन, म तिमीहरूलाई छोड्ने छैन, तिमीहरूलाई म विश्राम दिनेछु। अझ इङ्ग्लिसमा रेस्ट भनेको छ, नेपाली बाइबलमा ट्रान्सलेसन गर्दा विश्राम भनेको छ। हामी विश्रामलाई कहिलेकाहीँ अलिक फरक, किनकि विश्राम स्थल, विश्राम गर्ने ठाउँ भन्दाखेरि मृत्युपछिको विश्रामलाई पनि सम्झिन्छौँ। तर उहाँले यो रेस्ट भनेको आराम दिनेछु, विश्राम दिनेछु, एकदम शान्त दिनेछु भन्नुभएको। तपाईँ र मलाई येशू ख्रीष्टले त्यो जीवन, त्यस्तो जीवन दिन चाहनुहुन्छ जुन जीवनमा हामी बोलाइएका छौँ। उहाँले कम टु मी भन्नुभयो। यदि कोही तीर खायो भने मौका आओस् र त्यसले पियोस्। यो 7:37 के भन्छ? यदि कोही तीर खायो भने त्यो मौका आओस् र पियोस्। कोही भोकायो भने मौका आओस् र त्यसले खाओस्। कोही निराश छ भने मौका आओस्, त्यसले शान्ति पाओस्। कोही बुद्धिको खोजी गर्छ भने त्यो मौका आओस् र त्यसले प्रार्थना गरोस्। कोही बिरामी छ भने मौका आओस् र त्यसले प्रार्थना गरोस् र चङ्गाई पाओस्। कोही एक्लो छ भने मौका आओस् र मलाई साथी भनोस् अनि म तिनीहरूसँग साथी भएर तिम्रो असल मित्र भएर दिउँदैछु। कोही केही नपाएर, कतै गाइडेन्स नपाएर भौतारिरहेको छ भने मौका आओस्, म त्यसको असल गोठालो बन्नेछु। कति छ प्रभुले बाइबलमा कति पटक मौका आओ, मौका आओ, मौका आओ भन्नुभएको छ। यसले त्यो इन्भिटेसन दिनुभएको छ। अनि यो खण्डमा पनि पहिलो कुरा कम टु मी, मौका आओ भन्ने कुरा सबैलाई ठुलो कुरा। उहाँले मलाई पछ्याओ, फलो मी भन्नुभएको छ। मौका आओ, मलाई पछ्याओ। मलाई पछ्याउनु भन्दा पहिले उहाँ कहाँ आउनु। हे सबै थाकेका, बोझले दबिएका, weary and burdened, मौका आओ, come to me। तपाईँ र म कतिजना येशू कहाँ गएका छौँ, येशू कहाँ येशूलाई पछ्याएका छौँ। आज संसारमा धेरै पटक हामीले येशूलाई पछ्याउनुको सट्टा अरू कुरालाई पछ्याएका छौँ। संसारको होल पपुलेसनको, होल जनसङ्ख्याको आधाभन्दा ठुलो भाग त यसलाई पछ्याउन लागेकै छैन। पछ्याउँदै जतिले पछ्याएका छन्, जतिले पछ्याइरहेका छन्, त्यसमा पनि ठुलो संख्याका मानिसहरू यसुलाई होइन, धर्म पछ्याइरहेका छन्, रीतिरिवाज पछ्याइरहेका छन्। यस्तो गर्यो भने यस्तो हुन्छ, हाम्रो चर्च मात्रै ठिक, हामीले गरेको मात्रै ठिक, हाम्रो विश्वास मात्रै ठिक, हामीले पढेको बाइबल मात्रै ठिक, हामीले गरेको मात्रै ठिक। यसुले त्यो भन्नुभएको होइन। जस्ट कम टु मी। त्यसकारण प्रियहरू, कोही तीर खाउँछ भने म कहाँ आओस् र पियोस्, कोही भोकाउँछ भने म कहाँ आओस् र खाओस्। यदि पिताले दिनुभएका सबै म कहाँ आयो भने जो म कहाँ आउँछ तिनीहरूलाई म कुनै रीतिले त्याग्ने छैन, छोड्ने छैन। तपाईलाई, मलाई, संसारमा भएका कुनै पनि थाकेका र बोझले दबिएकालाई येशू कहाँ जानेलाई मैले। मानवीय स्वभावमा हामी कस्ता मान्छेलाई बढी स्वागत गर्छौँ हाम्रो जीवनमा? बाहिर जाँदै गर्दा तपाईले बाटोमा हिँड्दै गर्दा दुईजना मान्छे भेट्नुभयो, एकदम फोहोरी, घिनलाग्दो, एकदमै त्यो शरीरभरि गनाउने ऊ भएको, कति दिनदेखि ननुहाएको एउटा मान्छे, अनि अर्को साइडमा एकदम राम्रो सुकिलो, एकदम अझ नाम चलेको एकदम ठुलो सेलिब्रिटी देख्नुभयो। हाम्रो आँखा कता जान्छ पहिले? कसलाई हामी रोज्छौँ त्यो बेला? डेफिनेटली त्यो सफा हुन्छ, अथवा कसैसँग उसँग एकचोटि फोटो खिच्न चाहन्छौँ होला, उसँग त्यो फोहोरी अथवा त्यो घिनलाग्दो बनाउने मान्छेलाई कसरी पनि रोज्दैन। तर यसुले थाकेका र बोझले दबिएकाहरूलाई बोलाउनु भयो, संसार भएका घृणितहरूलाई बोलाउनु भयो, आँखा नदेख्नेहरूलाई बोलाउनु, लङ्गडाहरूलाई बोलाउनु भयो, हिँड्न नसक्नेहरू, मृत्युको दलदलमा फसेकाहरू, 38 वर्षदेखि कुष्ठरोग लागेर, कुँजो रोग लागेर बसेकाहरू, सबै किसिमका संसारबाट हार खाएका मानिसहरूलाई बोलाउनु भयो। अनि भन्नुभयो म कहाँ हो, म कहाँ हो। त्यसैले येशू कहाँ जानु पहिलो स्टेप, फर्स्ट नम्बर 1 कम टु मी, म कहाँ हो, येशूले बोलाउनु भयो तपाईलाई। दोस्रो एकदम महत्त्वपूर्ण कुरा, मेरो जुवा आफूमाथि ल्याऊ। उहाँले भन्नुभएको कुरा यो एकदमै महत्त्वपूर्ण कुरा। यसलाई म अझै
इम्फेसिस जोड दिन चाहन्छु। तपाईहरु मध्ये यहाँ भएका धेरै अलिकति नेपालमा हुर्केर आउनु भएकाहरूलाई त थाहा छ जुवा भनेको थाहा छ है सबैलाई? थाहा छैन? थाहा छ। यङ जेनेरेसन कसैलाई पनि थाहा छैन। तपाईलाई जुवा भनेको थाहा छ? यक, YOKE यक भन्छ इङ्ग्लिसमा। थाहा छ? थाहा छैन। थाहा नपाउने जुवा भन्ने थाहै नपाउने हात उठाउनुहोस् त कतिजना हुँदो रहेछ? हात नलजाइ हात उठाउनुहोस् न। जुवा थाहै छैन। यङ जेनेरेसनलाई जुवा भन्ने के हो थाहै छैन है? त्यो तपाईको गल्ती होइन, थाहा नपाउनु तपाईको गल्ती होइन। किनकि यो जेनेरेसन वाइज यो कुरा नै, किनकि तपाईँ यस्तो संसारमा हुन्छ जुवा यहाँ प्रयोगै हुँदैन। तर नेपालमा अथवा भुटानमा अथवा इन्डियामा जुन जुन ठाउँमा खेती हुन्छ खेतीको बेलामा जुवा हुन्छ। जुवा चाहिँ मैले पिक्चर राख्नु पर्थ्यो, बिर्सेछु है। पिक्चर राखेर तपाईँलाई थाहा हुन्थ्यो। जुवा चाहिँ काठको एउटा लामो बनाइएको हुन्छ अनि गोरु जोत्ने बेलामा ध्यान दिनुहोस् है, गोरु जोत्ने बेलामा दुईटा गोरुलाई एकै ठाउँमा नार्नु पर्यो, एकै ठाउँमा जोत्नु पर्यो भने त्यो काठको दुईटा जुवा हुन्छ लामो यस्तो खाले। अनि त्यसमा चाहिँ दुईतिर त्यसलाई अब त्यो हाल्ने, त्यो दुईतिर हाल्नेलाई के भन्छ? सोइलो है, सोइलो भन्छ। अनि त्यो बान्नेलाई कसलाई थाहा छ? बान्नेलाई डोरीलाई जोतारो। अनि बिचमा एउटा झुन्डाउने हुन्छ, त्यसलाई चाहिँ हलोड भन्छ है। विभिन्न नामहरू छ। त्यो जुवा जुन बनाइएको हुन्छ त्यो जुवामा चाहिँ गोरु दुईटा गोरुलाई एकै ठाउँमा नारिन्छ अनि उसको काँधमा यहाँ राखिन्छ अनि हलो जोतिन्छ। तपाईहरु इन्टरनेटमा गएर हेर्नुभयो भने पनि YOKE यक भने के हो थाहा पाउनुहुन्छ है। एकदम इम्पोर्टेन्ट छ यो। बिब्लिकल इलिस्ट्रेसनमा प्रभुले प्रयोग गर्नु भएको भएर तपाईले यसको अर्थ बुझ्नु आवश्यक छ। जुवा परमेश्वरले मेरो जुवा आफूमाथि ल्याऊ भन्नुभयो क्या। अनि यो जुवा चाहिँ दुईटा कुरालाई एकै ठाउँमा ल्याउनको लागि गरिने जोड्ने कुरा हो। जुवाले दुईटा गोरुलाई एक ठाउँमा जोड्छ। एक हल गोरु भन्छ, दुईटा गोरुलाई एकै ठाउँमा जोडेर अनि जोत्न मिल्छ। यो जुवा एउटै एक्लै प्रयोग हुँदैन कहिले पनि। एकजना मात्रै नार्न मिल्दैन जुवामा। जुवा भएपछि दुईटा चाहिन्छ। त्यसैले यसले के भन्नुभयो, मेरो जुवा तिमीहरू एकापट्टि म बोक्छु त्यो जुवा अनि अर्कोपट्टि तिमीहरू हुन्छौ। अनि याद गर्नुभएको छ तपाईहरु अझै पहिले गोरु नै जोत्नु भएको पनि हुनुहुन्छ नि यहाँ है? कतिजना उता गोरु जोतेर आउनु भएको हुनुहुन्छ कोही? है तपाईहरुले जोत्नु भएको छ। गोरु दाउने भन्छ नि, म गाउँमा हुर्के भएर मलाई थाहा छ क्या। गोरु दाउने भन्छ नि। गोरु दाउँदा कसो गर्छ नर्मली? एकापट्टि अलिकति पहिले जोतिसकेको अलि जानेको गोरु दाहिनेपट्टि राखेर देब्रेपट्टि चाहिँ नयाँ गोरु कहिले नजोतेको गोरु राख्छ। अनि त्यो जानेको गोरु जोतिसकेको गोरुले मेलो लाउँछ क्या। उसलाई थाहा छ नि त, उसले पहिले एक दुईचोटि जोतिसकेको हुन्छ, ऊ सदा दाइसकेको गोरु हुन्छ। अनि त्यस्तोको साथमा लायो भने चाहिँ के हुन्छ? अर्को पनि मेलो लाग्छ समय। कति इम्पोर्टेन्ट छ हेर्नुहोस् त। ऊ जानिसकेको छ, उसले जोतिसकेको छ, उसलाई थाहा छ, उसले चाहिँ अनि आफ्नो मेलोमा लान्छ अनि अर्को नयाँले पनि त्यो सहजै ऊ सँगसँगै हिँड्न सक्छ। येशू ख्रीष्टले के भन्नुभयो? मेरो जुवा तिमीहरूसँग ल्याऊ, यो चाहिँ हलुको छ र सजिलो छ। म बोक्छु एकातिर, तिमीहरूको भारी म बोक्छु, तिमीहरूको बोझ म बोक्छु, मेरो जुवा ल्याऊ। अनि येशू एकातिर आफ्नो जुवा बोक्नुहुन्छ। तपाईँ र मेरा भारहरू सबै, तपाईँ र मलाई कठिन हुँदा उहाँले आफ्नो बाटो देखाउनुहुन्छ। तपाईँ र मलाई घुम्नु पर्यो भने उहाँले सिकाउनुहुन्छ। हरेक घुम्तीमा, हरेक अप्ठ्यारोमा, हरेक समस्यामा उहाँले तपाईँ र मेरो जुवा बोकेर सँगसँगै हामीलाई हिँडाउनुहुन्छ। त्यसैले उहाँले भन्नुभयो, आओ म कहाँ आओ, मेरो जुवा आफूमाथि ल्याऊ। आज तपाईँ र मैले येशूको जुवालाई काँधमा बोकेर हिँडिरहेका छौँ कि छैन? यो सबभन्दा ठुलो प्रश्न। येशूमा आयौँ, चर्च पनि जान्छौँ, बाइबल पनि पढ्छौँ, प्रार्थना पनि गर्छौँ, सबै कुरा गर्छौँ। येशूको जुवालाई दिएका छौँ कि छैन? यो कुराले मलाई धेरै दिनसम्म, एकदम धेरै दिनसम्म मेरो दिमागलाई खेलाइरह्यो। मैले कसको जुवा बोकेर हिँडिरहेको छु आज?
यसुले त के भन्नुभयो, मेरो जुवा सजिलो र हलुङ्गो छ भन्नुभयो। तर मैले त संसारमा कहिले पनि सजिलो जुवा फिलै गरेको छैन। जहिले पनि भारी हुन्छ, जहिले पनि एकदम बोझले दबिएको छ, थाकेको महसुस गर्छु, बोझै बोझ छ। कसको जुवा बोकिरहेको छु मैले? यदि मेरो जुवा भारी छ, म यो जीवनमा क्रिस्चियन जीवनमा यसुसँगै हिँडिरहेको छु भन्छु, तर जुवा चाहिँ भारी छ, सधैँ भारले थिचेको छ, सधैँ बोझले थिचेको छ भने मैले बोकेको जुवा यसुको जुवा हो कि अरू नै जुवा बोकिरहेको छु? ठुलो प्रश्न चाहिँ यहाँ हो। यसुले के भन्नुभयो अर्को खण्डमा, पहिलो यूहन्ना 5:3 परमेश्वरको वचनमा हामी यहाँ देख्छौँ, परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ र उहाँका आज्ञाहरू भारपूर्ण छैन, भारीला छैनन्, बोझिला छैनन्। उहाँका आज्ञाहरू सरल छन्, सहज छन्। उहाँले भन्नुभयो मेरो जुवा सजिलो र हलुको छ। तर हामी भन्दैछौँ यी अघि हामीले हेरेका 7,50,000 मान्छेहरू आत्महत्या गरेर किन मरे? यसमध्ये कति त क्रिस्चियन थिए क्या तिनीहरू? यसुको जुवा नबोकेर। यसुको जुवा त एकदम हलुको छ, एकदम सजिलो छ। अप्ठ्यारो भयो भने साइडमा सँगसँगै हामीसँगै नारिने यसु हुनुहुन्छ, जसले हाम्रा त्यो अप्ठ्यारा परिस्थितिहरूमा निकाल्नुहुन्छ। हलो जोत्दै जाँदाखेरि कहिलेकाहीँ हलो ढुङ्गामा भासिन्छ है, ढुङ्गामा अड्किन्छ। गोरुलाई एकदम गाह्रो हुन्छ, जुवा जसको काँधमा छ नि त्यो गोरुलाई एकदम गाह्रो हुन्छ, किनकि हलो यता ढुङ्गामा अड्किएको छ। त्यो बेला हलीले त्यो हलो उचालेर निकाल्छ। परमेश्वरलाई थाहा छ यसु तपाईँ र मेरो साथमा हुनुहुन्छ, सँगसँगै नारिएर एउटै जुवामा हामीसँग हिँड्दै हुनुहुन्छ। उहाँले भन्नुहुन्छ तिमीहरूलाई म विश्राम दिनेछु, मेरो जुवा हलुको र सजिलो छ। तिमीहरूलाई म गरौँ जुवा बोकाउन आएको होइन, गरौँ जुवा बोकाउँदिन। तर हामी भन्छौँ भारले थिचेको छु, बोझले दबिएको छु, बोझमा जिएको छु, शान्ति छैन मनमा, अशान्तिमा जिरहेको छु, हरेक किसिमका तनावमा जिन्दगी बितिरहेको छ। किन त? किन यस्तो भइरहेको होला? कुरा मिलेन नि होइन र? यो यसुले भन्नुभएको कुरा र हाम्रो जीवनको शैलीलाई कम्पेयर गर्न यसु भन्नुहुन्छ मेरो जुवा सजिलो छ, मेरो भारी हलुङ्गो छ। तिमीहरूलाई म गरुङको भारी बोकाउँदिन। यहुदीहरूले मात्रै बोकाउँथे नि त त्यो बेला एकदम गरुङको भारी। उहाँले भन्नुभयो म त हलुको भारी बोकाइदिन आएको हुँ। तिमीहरूलाई गाह्रो भएको बेला म आफै तिमीहरू सँगै जुवा बोक्न आएको हुँ। अनि आज हामी त्यही यसुको जुवा बोकेर हिँडिरहेका छौँ, भन्छौँ, चर्च जान्छौँ, विश्वास गर्छौँ, विश्वासी हुन्छौँ, प्रार्थना गर्छौँ, बाइबल पढ्छौँ, सबै गर्छौँ। भारीले त छोडेको छैन, फेरि भारी त उही बोकिरहेछौँ। भारी त एकदम भारीलो भइरहेछ, जिन्दगी त एकदम कठिन भइरहेछ। सोध्छौँ रात दिन, मनमा त अलिकति पनि शान्ति छैन, तनाव बजिरहेका छौँ। कहाँनेरि कुरा बिग्रियो क्या यहाँ, कहाँनेरि कुरा मिलिरहेको छैन। अनि मैले धेरै सोचेर थाहा पाएँ मैले यसुको जुवा बोकेको भनेर हिँडेको त होइन रहेछ। यसुको जुवा भन्न चाहिँ यसुको जुवा उहाँले बोक्न भन्नुभएको त कतिचोटि त मैले त मेरो आफ्नै जुवा कि त एक्लै कोसिस गर्दो रहेछु, एकापट्टि नारिने मेरो हल गोरु नै रहेछ, परै छोडिसकेछु, कि त मसँगै नारिएको त्यो अर्को हल गोरु त यसु होइन रहेछ, संसारको अर्कै कुरा रहेछ। अनि त्यो जुवा चाहिँ एकदम भारी रहेछ, त्यो जुवा चाहिँ एकदम कठिन रहेछ। हरेक घडीमा त्यो जुवाले त तपाईँ र मलाई सकेसम्म भारी बोकाइदिन चाहँदो रहेछ। संसारले त तपाईँ र मलाई सकेसम्म भारीले थिच्न चाहँदो रहेछ। अनि त्यही भारीमा थिचिएर पो हामी त भन्न चाहिँ यसुको जुवा बोकेको भनेको त संसारको जुवाले हामीलाई त थिचेर लाग्छ। तेस्रो नम्बरमा लर्न फ्रम मी, मसँग सिक भन्नुभयो। पहिलो कम टु मी, दोस्रो टेक माई योक अपन यु भन्नुभयो, तेस्रो लर्न फ्रम मी, मबाट सिक। जीवनमा कहिले पनि यसुबाट सिक्ने कुरा सिकेरै सकिँदैन, किनकि यसु यो संसारमा एज अ टिचरको रूपमा पनि आउनुभयो। नट ओन्ली हाम्रो मुक्तिदाता, हाम्रो उद्धारकर्ता, उहाँ चाहिँ हाम्रो टिचर पनि हो। अनि उहाँ चाहिँ हामीलाई सिकाउने टिचर मात्रै होइन, आफै गरेर देखाउने टिचर हो। उहाँले जे गर्नुभयो त्यो कुरा मबाट सिक भन्नुभयो। एकचोटि कल्पना गर्नुहोस्,
एउटा व्यक्तिको यसुलाई एकछिन पर राखेर एउटा व्यक्तिको जीवनलाई उसको जीवन सानोदेखि विचार गर्नुहोस्। विवाह नै नगरी एउटा कन्या केटीको गर्भमा गर्भधारण भएको एउटा व्यक्ति जन्मिने बित्तिकैदेखि समस्या नै समस्या। अहिलेकै समाजमा हामी हेरौँ होइन, कति लान्छना लाग्थ्यो होला त्यो होइन, विवाह नगरेको कन्या केटीकोबाट जन्मेको भनेपछि त्यो बच्चालाई कति अलक्षिणी मानिन्थ्यो होला अहिलेको समाजले पनि क्या। त्यो बेलाको त कुरै छोडौँ, जन्मेको एउटा सानो बच्चा सानैदेखि उसलाई मार्नको लागि षड्यन्त्र रचिएको हुन्छ, ऊ त्यस्तै वातावरण हुर्किँदै जान्छ अनि ऊ सामान्य रूपमा कार्पेन्टरको रूपमा आफ्नै कोमा एउटा काठको काम गर्ने ठाउँमा हुर्किँदै जान्छ। अनि त्यो बच्चा जवान हुँदै जाँदा अथवा 30 वर्षको पुगेपछि हरेक ठाउँमा ठक्कर मात्रै खाइरहेको हुन्छ। जहाँ जान्छ प्रश्न हुन्छ, जहाँ जान्छ उसको अगाडि प्रश्न चिन्ह खडा हुन्छ, घृणा खडा हुन्छ। समाजले विभिन्न खालका प्रश्नहरू परीक्षामा पार्नलाई पाइला पाइलामा उसलाई शङ्का गर्छन् अनि त्यही बखतमा हरेक कुरामा इभन यतिसम्म शङ्का गर्छन्, आफै पछि लाग्ने चेलाहरू आफैले विश्वास गरेकाहरूले पनि शङ्का गर्न थाल्छन्। अनि त्यति नै बेला शासकले पक्रिन्छ, पक्रेर लगेर क्रुसमा लगेर झुन्डाउँछ, यति यातना दिन्छ अनि मार्छ। विचार गर्नुहोस् उहाँको जीवनलाई, उहाँबाट के सिक्न सक्छौँ? उहाँको जीवनको प्रत्येक उहाँले जतिपल्ट बोल्नुभयो त्योभन्दा धेरै पटक उहाँले गर्नुभएका कुराहरूलाई हेऱ्यो भने हामी सिक्न सक्छौँ। चाहे त्यो इनारमा पानी भर्दै गरेको एउटा स्त्रीलाई भेटेको घटनाबाट होस्, चाहे त्यो आफ्नो भाइ मरेको पीडामा रोँदै गरेका दिदीहरूको कथाबाट होस्, चाहे त्यो आँखा नदेखिकन नासरतका येशू मलाई बचाउनुहोस् भन्दै चिच्याउँदै गरेको बर्तिमेको कथाबाट होस्, चाहे त्यो व्यभिचारमा पक्राउ परेर ढुङ्गाले हानेर मार्दै गरेको त्यो एउटा स्त्रीको कथाबाट होस्, प्रत्येक घटनाबाट येशूले तपाईँ र मलाई शिक्षा दिनुभएको छ। उहाँको जीवन सजिलो थियो होला र? उहाँको जीवन सजिलो थियो? उहाँसँग के अरे BMW कार थियो, उहाँसँग मर्सिडिज कार थियो, टोयोटाको कार थियो, होन्डाको कार थियो कहीँ जानको लागि, उहाँसँग नाइकीको क्या अन्डर आर्मरको जुत्ता थियो, सजिलो स्पोर्ट्स सुज क्या जहाँ हिँड्नको लागि पनि त्यो पनि थिएन। उहाँको जीवन कठिन थियो, कठिन भन्दा कठिन जीवन जिउनु भयो, तर कहिले पनि उहाँले त्यसलाई भारको रूपमा लिनु भएन। इभन मृत्युमा जानुभन्दा अगाडिसम्म उहाँलाई थाहा थियो क्रुसको मृत्युको बारेमा, उहाँको कष्टको बारेमा। त्यति बेला पनि भन्दै हुन्छ, पिता यदि सम्भव हुन्छ भने यो कचौरा मबाट हटाइदिनुहोस्, होइन भने तपाईँको इच्छा पुरा होस्। उहाँले त्यसलाई भारको रूपमा बोझको रूपमा कहिले पनि लिनु भएन। त्यसैले प्रियहरू, तपाईँ जीवनलाई भारको रूपमा लिनुहुन्छ, बोझको रूपमा लिनुहुन्छ, एकदम बोझिलो लिनुहुन्छ भने संसारलाई हेऱ्यो भने यो जीवन भारले थिचिएको छ, समस्याले थिचिएको छ। तपाईँहरू कतिजना अहिले एकदम चिन्तित हुनुहुन्छ होला, अमेरिकाको सरकार परिवर्तन भयो, अब के हुन्छ? धेरैजना म देख्छु त्यस्तो। हिजो पनि हामी त्यहाँ छलफल गर्दै थियौँ नासिलमा, सबै चिन्तित हुनुहुन्छ। हाम्रो परमेश्वर जसमाथि विश्वास गर्छौँ हामी, त्यो हाम्रो परमेश्वर संसारका कुनै पनि शासकहरूभन्दा अझै महान र शक्तिशाली हुनुहुन्छ। त्यसैले कुन सरकार परिवर्तन भयो, कुन शासकले के गर्यो, कुन शासकबाट हामी कस्ता खालका शासन पद्धतिहरू सुरु हुन्छन्, ती कुराहरूसँग हामी हाम्रो जीवनलाई तुलना गर्न सक्दैनौँ। संसारको परिस्थितिहरू के भइरहेको छ, तपाईँले मलाई के कुराले सताइरहेको छ, हामी के भएर गइरहेका छौँ, तपाईँको परिवारमा के भएको छ, आर्थिक अवस्था कमजोर भएको छ, तपाईँ कुनै समस्याबाट गुज्रिराख्नु भएको छ, तपाईँको जीवनको दिनको सङ्कट छ, तपाईँको परिवारमा बेमेल भइरहेको छ, तपाईँको श्रीमान श्रीमतीको झगडा भएको छ, हरेक कुरामा तपाईँ भएर जाँदै हुनुहुन्छ। तपाईलाई परमेश्वरले त्यो भार दिनको लागि होइन, त्यो भारबाट निकाल्नको लागि, त्यो बोझबाट निकाल्नको लागि येशूले भन्नुभयो, कम टु मी, म कहाँ आऊ, आफ्नो मेरो जुवा तिमी आफूमाथि ल्याऊ अनि मबाट सिक। येशू सँगसँगै तपाईँ र मलाई एउटै जुवामा राख्न चाहनुहुन्छ अनि मबाट सिक कसरी हिँड्ने, मबाट सिक कसरी अगाडि बढ्ने, कसरी जीवन जिउने, मबाट सिक।
म तिमीलाई कहिले पनि त्याग्ने छैन, कहिले पनि छोड्ने छैन। पौलले त्यही भन्छ पहिलो कोरिन्थी 11:1 के भन्छ, मेरो अनुसरण गर्ने हो जसरी म ख्रीष्टको अनुसरण गर्छु। इमिटेट मी, मेरो अनुसरण गर, मलाई पछ्याऊ। त्यो एकदम महत्त्वपूर्ण कुरा हो। पौलले त्यही भन्छ, मैले जसरी ख्रीष्टको अनुसरण गरेको छु मेरो अनुसरण गर। पछ्याउनु, अनुसरण गर्नु भनेको नक्कल गर्नु हो अथवा इमिटेट। बुझ्नुहुन्छ है अनुसरण भनेको? यो वर्डहरू, नेपाली वर्डहरू कतिचोटि बाइबलको नेपाली वर्ड अहिलेको नयाँ जेनेरेसनले बुझ्नुहुन्न। इमिटेट गर्नु, कतिचोटि मिमिक्री गर्छ नि हैन, आफूलाई मन परेको मान्छेले जस्तो गर्छ त्यस्तै कपी गर्नु। तपाईँ कसको फ्यान हुनुहुन्छ? तपाईँलाई मन परेको कुनै एउटा सेलिब्रिटी, एउटा व्यक्ति छ भने उसको केस, हेयर स्टाइलदेखि लगाउने कपडादेखि हैन सबै कुरा त्यस्तै लगाउने, कपी गर्ने हुन्छ नि। तपाईँ र म येशू ख्रीष्टको फलोअर हो भने उहाँलाई अनुसरण गर्ने, उहाँले जे गर्नुभएको छ त्यसैले उहाँले भन्नुभयो मलाई पछ्याऊ, अनुसरण गर। पावलले पनि त्यही भन्छ। त्यसैले येशूबाट सिक्नु पर्यो हामीले। कतिचोटि सिक्नका लागि यति भौतारिएका छौँ संसारका हरेक, अहिले त एकदम सजिलो छ, गुगलमा गएर टाइप गर्यो, अहिले त झन् एआईले यति सजिलो बनाइदियो, हरेक कुरा सिक्नको लागि, इन्फर्मेसनको लागि सबै कुरा त्यही पाउँछ। तपाईँ टाइप मात्रै गर्नुहोस्, उसले सल्भ गरिदिन्छ। तर एउटै कुरा मात्रै सल्भ गर्न सक्दैन। संसारमा एआईले अथवा कुनै पनि आर्टिफिसियल इन्टेलिजेन्टले तपाईँलाई सहयोग गर्न नसक्ने कुरा भनेको कसरी तपाईँ सक्सेसफुल जीवन जिउन सक्नुहुन्छ, कसरी तपाईँ येशू सँगसँगै जिउन सक्नुहुन्छ, त्यो येशूबाटै सिक्नुपर्छ। युट्युबबाट आइडियाहरू सिक्न सक्नुहुन्छ, गुगलबाट तपाईँ पोइन्टहरू लिन सक्नुहुन्छ, तर जीवनको साँचो येशूलाई पछ्याउने कुरा बाइबलबाट मात्रै सिक्न सकिन्छ। बाइबल मात्रै जीवित वचन हो जसले तपाईँ र मलाई दिनदिनै जिउनको लागि सिकाउँछ। येशूबाट मात्रै सिक्न सकिन्छ जुन कुराले हामीलाई दिनदिनै उहाँसँग हिँड्न सिकाउँछ। त्यसैले येशूबाट सिक्नु चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा। अन्तिम पोइन्ट, विल फाइन्ड रेस्ट, आत्मामा तिमीहरूले विश्राम पाउनेछौ। आत्मामा विश्राम पाउनु भनेको सबैभन्दा ठुलो कुरा रहेछ संसारमा। फेरि पनि म त्यो अहिलेको स्ट्याटिक्समा जान चाहन्छु। प्रत्येक वर्ष 49,000 मानिसहरू अमेरिकामा आत्मालाई हत्या गर्छन्, आफैलाई सिद्ध्याउँछन्, किनभने उनीहरूले आत्मामा शान्ति नपाए। थुप्रै मान्छे आत्मामा अशान्तिमा बाँचेका छन्। अहिले मैले 10 मिनट तपाईँसँग, कुनै पनि व्यक्तिसँग 10 मिनट मैले कुरा गरेँ भने, एकछिन तपाईँसँग पर्सनली कुरा गरेँ भने म थाहा पाउनेछु तपाईँ कति अशान्तिमा जिउनु भएको छ। मान्छेको हरेक कुरा निस्किन थाल्छ, यस्तो छ उस्तो छ। मेरो बुहारीले हेर्दै हेर्दै सासुआमा हुनुहुन्छ घरमा, कचकच गरे। एउटा घटना हामी कहिलेकाहीँ हाँस्छौँ पनि, उता ह्यारिसबर्गतिरको कुरा। त्यो नाति चाहिँ हामीलाई फोन गर्छ, आउन त आउँछ नि, हजुरबाको भत्ता त आउँछ, डन भन्दा पनि साह्रो हुनुहुन्छ, उहाँले भनेको जे भन्नु त्यही मान्नुपर्छ, अलिकति भएन भने मारिहाल्नुहुन्छ। यो बुढालाई त निकाल्दिन पाए पनि हुन्थ्यो। हजुरबा चाहिँ मेरो भत्ताले गर्दा तिमीहरू बाँचेका छौ, रात दिन घरमा कलह भइरहेछ क्या। त्यो भाइले बेला बेला आफ्नो पीडाहरू हामीसँग सेयर गरिराख्नु भएको छ कि हजुरबाको पीडा। हरेक घरमा छ समस्या, हरेक घरमा छ प्रब्लम। जब हामी प्रब्लमको आँखाबाट हेर्छौँ, जब हामी समाधानको आँखाबाट, येशूको आँखाबाट, येशू सँगसँगै हेर्छौँ, येशूले भन्नु म कहाँ हो, मेरो जुवा ल्याऊ, मबाट सिक, तिमीहरूलाई म शान्ति दिनेछु, विश्राम दिनेछु। हामी आज कसरी जिइरहेका छौँ, कसरी जीवन बिताइरहेका छौँ। मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। योना 16:33 अध्यायले के भन्छ, मैले तिमीहरूलाई भनेको छु ममा तिमीहरूलाई शान्ति होस्। येशूमा आउँदा शान्ति हुनुपर्छ प्रियहरू। यदि शान्ति छैन भने कुछ तो गडबड है।
एउटा सिरियलमा आउँछ नि होइन इन्डियामा हेर्नु भएको कस्तो गडबड हुन्छ नि त्यस्तै यदि तपाईँ क्रिस्चियन भएर जिउनुहुन्छ चर्च जानुहुन्छ बाइबल पढ्नुहुन्छ प्रार्थना गर्नुहुन्छ जीवनमा शान्ति छैन भने कस्तो गडबड त्यसैले प्रियहरू जीवनमा त्यो मिलाउनु पर्छ गडबड मिलाउनै पर्छ तपाईँ शान्तिमा जिउनको लागि येशूलाई पछ्याउनु पर्छ येशूबाट सिक्नु पर्छ येशूको जुवा लिनुपर्छ अनि शान्तिमा जिउनु जस्तो सुकै परिस्थिति होस् पावलको जीवनलाई हेर्नुहोस् अयुबको जीवनलाई हेर्नुहोस् बाइबलका त्यस्ता सयौं उदाहरणहरू छन् हरेकको जीवनलाई हेर्नु तपाईँ र म परमेश्वरमा कुनै पनि हाम्रो जीवनमा अशान्ति हुनु अचाक्ली हुनु त्यो एकदम पीडा हुनु सङ्कष्ट हुनु सबै समस्याबाट जानु समस्या आउँछ आउँदै नआउने रोग बिराम लाग्छ लाग्दै नलाग्ने होइन तर त्यसमा भएर जाँदा पनि हामी एकदमै हुनु भनेको परमेश्वरप्रतिको भरोसामा कमजोर त्यसैले परमेश्वरको भरोसा परमेश्वरमा पछ्याउन सक्ने भरोसामा जिउन सक्ने प्रत्येक मानिस शान्तिमा जिउन सक्छ जिउनु पर्छ त्यसैले येशूले भन्नुभएको कुरा यो मैले तिमीहरूलाई यस हेतुले भनेको ममा तिमीहरूलाई शान्ति होस् संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ तर साहस गर मैले संसारलाई जितेको छु येशूले संसारलाई जितिसक्नु भएको छ त्यसकारण प्रियहरू यो खण्ड हामीले जुन खण्ड हेर्यौं त्यसमा चारवटा पोइन्टहरुबाट मैले तपाईलाई शेयर गरे चारवटा प्रश्नहरु पनि म तपाईलाई छोडेर जान चाहन्छु आफैले आफैलाई सोध्नुहोस् अरूलाई सोध्नु पर्दैन यो प्रश्न लगेर अरूलाई देखाउनु पर्दैन घरमा जानुहोस् अथवा एकछिन आँखा बन्द गरेर आफै विचार गर्नुहोस् कसको पछि लागिरहेको छु म आज आफैले आफैलाई सोध्नु म कसको चाहिँ पछि लागिरहेको छु त बिहान उठेदेखि रातिसम्म 18 घण्टा 12 घण्टा काम गरिरहेको छु पैसा कमाउँछु घरमा आउँछु यसो गर्छु छैन पुरानो गाडी भइसक्यो फेरि फेर्नु पर्ने बेला भइसक्यो अर्को घर किन्नु भनेको उनै हुँदैन मोर्गेज तिरिसकेको छैन त्यता कति वर्ष भइसक्यो खाली ब्याज मात्रै लान्छ साउथ अलिकति पनि लगेको छैन रात दिन है कसको चाहिँ पछि लागिरहेको छु म आफैले आफैलाई सोध्दै क्या आफैले आफैलाई प्रश्न गर्ने दोस्रो मैले कसको जुवा बोकिरहेको छु हल्का भएर जिउन चाहन्छु हल्का भएर हिँड्न चाहन्छु हल्का भएर जिउन चाहन्छु कहिले हल्का महसुस हुँदैन कहिले हल्का फिलै गर्दिन म त्यो हल्का हुन्छ नि केही नभएको कपास जस्तो उड्ने त्यो त फिलै हुँदैन किन मैले बोकेको जुवा यसुकै जुवा हो त आफैले आफैलाई प्रश्न गर्नुहोस् अर्को प्रश्न कोबाट सिकिरहेको छु केबाट सिकिरहेको छु हु इज माई मास्टर हु इज माई टिचर कोबाट सिकिरहेको छु संसारबाट संसारका कुनै पनि चीजबाट संसारको ज्ञानबाट संसारमा भएको कुनै पनि कुराबाट नसिक्ने होइन संसारका कुराहरू चाहिन्छ हामीलाई संसारको एजुकेसन चाहिन्छ साइन्स सिक्नु सबै कुरा सिक्नु तर हाम्रो मास्टर येशू हुनुहुन्छ गुरु येशू हुनुहुन्छ येशूबाट सिकेर मात्रै जीवन जिउनु त्यसैले को हो मेरो टिचर कसले मलाई दिनको मेरो जीवनमा सिकाइरहेछ अन्तिम आज कोमा कसमाथि विश्राम खोजिरहेको छु शान्ति खोजिरहेको छु अमेरिकामा त अशान्ति भयो भने शान्तिमा गएर बस्ने अलिकति उमेर पुग्दै गएपछि त फेरि के अरे विश्राम स्थलहरू होइन विभिन्न किसिमका के अरे सिनियर होमहरू अझ राम्रो राम्रोहरू पार्किङहरू बनाइदिएको छ विभिन्न ठाउँमा छ नि त विश्राम पाउने यहाँ चाहिँ विश्राम हुन्छ भन्ने ठाउँहरू बनाइदिएको छ त सबै ठाउँमा कहाँ खोजिरहेको छु मैले ती ठाउँमा विश्राम पाउने भएको भए किन 46,000 वर्ष पछि मान्छे आफैले आफैलाई आत्महत्या गरेर मर्थे होला येशूमा बाहेक अरू ठाउँमा खोजेको शान्तिले शान्ति पटक्कै मिल्दैन हामी श्रीमान श्रीमती धेरैचोटि छलफल गर्छौँ हाम्रो जीवनका विगतहरू हाम्रो जीवनका वर्तमानहरू हाम्रो जीवनका भोगाइहरू हाम्रो जीवनका हरेक कुराहरूलाई हामी छलफल गर्छौँ अनि निष्कर्ष यही निस्किन्छ सोलोमन राजाले भने जस्तो है हामीले पनि भोग्यौँ जीवन हामीले पनि देख्यौँ सफलता के हो धन सम्पत्ति के हो मौज मजा के हो रमाइलो के हो अथवा त्यो एकदम के हो सबै कुरा हामीले आफ्नो आफ्नो ठाउँबाट भोग्यौँ अहिले पनि त्यही खालको
ऊ छ, मान छ, नाम छ, सम्मान छ, सबै छ। अझ मेरो श्रीमतीलाई जहाँ गए पनि यति धेरै उहाँको आफ्नो नाम, आफ्नो ऊ छ। तर येशूमा बाहेक अरू ठाउँमा पाउने त्यो सम्मान, त्यो सबै कुरा एकदम सम्माननीय छ, तर शान्तिपूर्ण चाहिँ छैन। त्यसले शान्ति चाहिँ दिँदैन, खुसी दिन्छ एकछिन। संसारको सबभन्दा ठुलो अवार्ड म्युजिकमा पाउने मानौ न ग्रामी अवार्ड हैन, भोलि प्राप्त भयो भने त्यस्तै भयो भने पनि त्यसले खुसी दिन्छ, एकदम उत्साह दिन्छ, तर शान्ति चाहिँ दिन्छ। तर येशूले दिने अवार्ड, येशूमा आउने त्यो कुरा, जतिसुकै दुःख होस्, जतिसुकै सङ्कष्ट होस्, जतिसुकै समस्या होस्, त्यहाँ हामी शान्ति पाउँछौँ। त्यसैले येशूले तपाईँ र मलाई यो जीवनमा विशेष उद्देश्य सहित बोलाउनु भयो, शान्तिको जीवन जिउनको लागि। अशान्तिमा एकदम स्ट्रेसमा मानसिक तनाव लिएर जिउनको लागि हुँदैन। हामी बिहान मात्रै सोध्दै थियौँ हामी, जीसस कल टु यु एन्ड मी, परमेश्वरले तपाईँ र मलाई उद्देश्य सहित बोलाउनु भयो, उद्देश्य सहित बोलाउनु भयो, बट नट ओन्ली फर गुड पर्पज, but God purpose. हामीलाई गुड पर्पजको लागि बोलाउनु भएको होइन, हामीलाई गॉड पर्पजको लागि बोलाउनु भएको। असल उद्देश्यको लागि होइन। असल उद्देश्य, असल जीवन जिउन त हामी विभिन्न तरिकाले सक्छौँ होला, तर गॉड्स पर्पज, परमेश्वरको उद्देश्य चाहिँ के हो हाम्रो जीवनमा, त्यो कुरा चाहिँ एउटा स्टोरी भनेर म अन्त गर्छु। साह्रै मन परेको भएर म सुन्दै थिएँ। एकजना एकदम असल मान्छे, एकदम धनी मान्छे, सक्सेसफुल मान्छे एक दिन बाटो एक्जिट गर्दाखेरि बिर्सेछ। बाटो बिर्सेर एक्जिट पनि बिर्सेपछि सट्टै जाँदा त एउटा ठुलो मान्छेको घरमा पुगेछ, महाराजको घरमा। ठ्याक्क अगाडिपट्टि सेक्युरिटी गार्डले रोकेर हु आर यु भनेछ है। पहिलो प्रश्न गरेछ, हु आर यु and why are you here? दुईटा प्रश्न गरेछ। त्यो मान्छे हेरेको हेरे भयो, त्यो गाडीभित्र जो एक्जिट गरेको त्यो चाहिँ परमेश्वरमा जिउने एउटा परमेश्वरको असल दास रहेछ। अनि प्रश्नले सोध्यो, हु आर यु, वाइ आर यु हियर? ऊ त बाटो मिस्टेक भएर त्यहाँ पुगेको थियो, एक्जिट मिस्टेक भएर पुगेको थियो। अनि उसले यसो हेऱ्यो, तिमीलाई यो दुईटा प्रश्न सोध्नको लागि तिम्रो मालिकले कति पैसा दिनुहुन्छ? अनि उसले भनेछ, मलाई मेरो मालिकले महिनाको $3000 तलब दिनुहुन्छ, म तिमीलाई 6000 दिन्छु। मेरो घरको गेटमा प्रत्येक दिन बिहान अनि बेलुका म जब भित्र जान्छु, बाहिर आउँछु, त्यति बेला यही प्रश्न, दुईटा प्रश्न सोधिदेऊ न मलाई, हु आर यु, वाइ आर यु हियर? तपाईँ र मैले प्रत्येक दिन आफूले आफैलाई सोध्ने प्रश्न नै हो, हु एम आई, म को हुँ, म किन यहाँ छु? बाटो बिर्सेर होइन, एक्जिट मिस भएर होइन, संसारमा पर्पज फुल्ली परमेश्वरले पठाउनु भएको हो। आफैले आफैलाई सोध्नुहोस्, हु एम आई, वाइ आई एम हियर, एम आई हियर? म को हुँ, म किन यो संसारमा छु? अनि मात्रै त्यो येशूले दिने शान्ति, त्यो आनन्द, आराम प्राप्त गर्न सकिन्छ। हुन्छ, धन्यवाद। छोटो प्रार्थना गरौँ फेरि। धन्यवाद तपाईँलाई प्रभु, तपाईँ परमेश्वरले साँच्चै नै उद्देश्य सहित हामीलाई चुन्नु भएको। संसारको कुनै पनि कुनामा लानुहुन्छ, डोर्याउनुहुन्छ, लैजानुहुन्छ, जहाँसुकै पुर्याए पनि तपाईँ परमेश्वरले हामीलाई उद्देश्य सहित त्यो संसारमा ल्याउनु भएको छ, त्यो तपाईँकै उद्देश्य पुरा गर्न सक्नु। प्रभु, आजको वचनबाट जुन कुरा सिकाउनु भयो, आओ म कहाँ आऊ, मेरो जुवा ल्याऊ, मबाट सिक, तिमीहरूलाई म विश्राम दिनेछु। यो चारवटा स्टेप हाम्रो क्रिस्चियन जीवनको लागि कति महत्त्वपूर्ण छ प्रभु। सिकाउनुहोस्, जिउन सिकाउनुहोस्। तपाईँ कहाँ आउँछौँ हामी प्रत्येक यहाँ उपस्थित भएका सबै आजको यो वचनबाट सिक्ने सुन्ने सबैलाई प्रभु तपाईँ कहाँ आउने हृदय दिनुहोस्, आउन सकौँ, तपाईँबाट सिक्न सकौँ, तपाईँको जुवा बोक्न सकौँ, अनि तपाईँमा आरामको जीवन जिउन सकौँ, विश्राम पाउन सकौँ। तपाईँको जुवा हलुको छ, तपाईँको जुवा, तपाईँको भारी हलुङ्गो छ, तपाईँको जुवा सजिलो छ। प्रभु हामीलाई त्यो जीवन दिनुहोस्।
धन्यवाद तपाईलाई यो वचनद्वारा हामी सबैलाई आशिष दिन्छौँ मण्डली परिवार सबैलाई आशिष दिनुहोस् सम्पूर्ण प्रार्थना टक्राउँछौँ येशू प्रभुको नाम आमेन जय मसीह